यो चाहिँ हामीले गाईको लागि सन्तुलित दाना बनाउँदैछौँ। त्यसमा हामीले मकैको पिठो 80 किलो ठिक पारेका छौँ। धानको भुस 30 किलो, त्यसपछि हामीसँग चोकर छ 20 किलो, पिना ल्याएर छौँ हामीले 30 किलो, पिना ठिक पारेका छौँ पिसाएर। अब यसलाई हामी मिक्स गर्दैछौँ। मिक्स मकैको पिठो हालेर भुस हालेर सबै कुरा हालेर चोकर त्यो बोरामा ठिक पारेको थियौँ 20 किलो। पिना पिसाएर राखेको थियो, डल्लो परेछ। पिना पनि अब अलिअलि गरेर हाल्नु पर्यो नि, एकैचोटि हाल्दा फेरि एकै ठाउँ पर्छ, मिसाउनलाई अलिक अप्ठ्यारो हुन्छ भनेर हामीले अलिअलि गरेर हाल्यौँ। अब यो दालको चुन्नी भयो। दालको चुन्नी चाहिँ 20 किलो छ। हामीले 2 महिनाको लागि एकैचोटि बनाउँदैछौँ, त्यही भएर मिनरल मिक्सर पनि हाल्यौँ। हामीसँग सानो छ गाई, अब धेरै ठुलो त छैन, त्यही पनि यसो हामीले चाहिँ दिनमा 3 किलो दिने गरेको छ। दुध अनुसारले हुँदो रहेछ नि त, दुध अब 8-9 लिटर हुँदाखेरि 3 किलो दिनु अरे, त्यही भएर हामीले 3 किलो दिने गरेको छ। अब यसलाई मजासँगले मिक्स गर्नुपर्छ। तलमाथि सबै मिलाउनु पर्यो नि त। बाँकी रहेको पिना पनि हाल्यो। भाइले उतापट्टि मिलाउँदैछ। अब यसरी दुईजनाले मिक्स गरेर टुइ मिक्स गर्ने, मिलाएर अनि हामी यसलाई ड्रममा हालेर राख्छौँ होइन। अब कतिवटा ड्रममा अड्छ, अब हेरौँ न। मिक्स गर्दै थुपार्दै मिक्स गर्दै थुपार्दै गरेर ल अब थुपारी पनि सक्यो। ल अब हामी यसमा भर्छौँ र अनि यसको चाहिँ हामीलाई 1.5 महिना टक्कै 1.5 दिन टक्क्रकै पुग्छ। यसको भरीले 15 दिन पुग्छ। भरेर यसलाई रेडी बनायौँ। त्यसपछि हाम्रो यो 4वटा ड्रममा भयो होइन। यो त्यो सेतो भयो, 1 2 3, यो चाहिँ उब्रिएको पछिको लागि। 4वटामा पनि भरिसके पछाडि अलिकति उब्रियो अनि रातो यो ड्रममा राखेका छौँ। रातो त होइन, कुनै सुन्तले कलर। यो ड्रमको चाहिँ अब हामीले भरेर हिजो राखेको थियो नि त, अनि त्यो भएकोले यसमा चाहिँ टक्कसँगले यसको भरीले 15 दिन पुग्छ टक्क्रकै। यतापट्टि हामीले कुटी भिजाएर रेडी बनाएका छौँ। एउटा यसमा भिजाउने गरेको छ, भिजाएर अनि यसरी हाल्थ्यो होइन। अघि यहाँ हाल्दैछ, यसरी एक आरी हालिदिएको, अब अर्को आरीको लागि रेडी छ। कतिखेर दिन्छ भनेर खुल्दुली भइसक्यो। लाली पनि खुब खान्छे, चुटी पारेर खान्छे।
यो पनि हालिदिएपछि अनि यो हाम्रो भिजाएको त्यो एक छाकको लागि 1.5 किलो भिजाइन्छ। त्यो भिजाएको चाहिँ यो सट्टसँगले हालिदिनुपर्छ। यस्तो मजाले खान्छ। हेर्नु ल, यो लिएर गएपछि कस्तो छटपटाउँछ। ल ल हेर्नुहोस् है त। ओह ओह ल ल, यतिले गर्दा 2 हारी पराल टक्कै खान्छ। पराल हो फेरि, केही मिसाइँदैन परालमा, यही दाना मोलेर दिने हो दिनभरिलाई। अब यहाँ अलिकति हालिदिन्छु कि हेर्नु ल। अलिकति हालेपछि यस्तो यो खानालाई छटपटाएछ। मोबाइल आफ्नो भएकोले गर्दाखेरि अलिकति हालिदिएको, गटङ 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 खाँदैछ। यसलाई टक्क मोल्दिने होइन, मोलेर सन्तुलित दानाले चाहिँ अब दुध पनि घट्दो रहन्छ। सधैँभरि एकै नासले आयो अनि दुईटा आमा छोरी भएर मजाले खाँदैछ। मुखै ननिकालिकन खान्छन्। तपाईँहरू पनि ट्राई गरेर हेर्नुहोस् है त। आजको लागि भिडियो यति नै। बाई। अब नेक्स्ट भिडियोमा